समुद्र छ साइडमा पेसिफिक ओसन 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 पेसिफिक ओसनमाथि हामी ट्राभल गर्दै छौं एकदम यो राम्रो ब्रिज छ नयाँ ब्रिज जस्तो छ यो ब्रिजको नाम के हो हजुर त ब्रिज विशेषज्ञ होइन र ब्रिज विशेषज्ञ हो तर पनि अब नाम चाहिँ अब ठ्याक्कै थाहा भएन ब्रिज हेड यो राम्रो छ यहाँ नजिकै 2-3 ब्रिज छन् आकर्षक छ है यतातिर गाउँ रहेछ यो मजा भइरहेको छ यो औद्योगिक इन्डस्ट्रियल एरिया पनि हो तपाईहरु देख्न सक्नुहुन्छ त्यहाँ इन्डस्ट्रियल फेसिलिटिजहरु धेरै छन् अब हामी हल्का बजारतिर आउँदै छौं हैन त हेलो गाइस वी आर गोइङ टु मोन्ट्रियल आज चाहिँ हामी फ्रेमन्ट जाँदै छौं अनि you can see our very handsome guy on my left side. Hi handsome. How are you feeling today? Excited for Montreal and Big Sur. Big Sur. यो चाहिँ हामी जान थालेको ठाउँ चाहिँ अमेरिकाको पोखरा जस्तो रे हैन कि क्यालिफोर्नियाको अमेरिकाकै हो जस्तो रे गाइस अनि प्रोग्राम पनि छ मेरो प्रेजेन्टेसन छ त्यही भएर मेरो आँखा अलिक भएर छ बिकज मलाई चाहिँ सुतेकै छैन गाइस नेपालको फिलाउने अवस्था छ यहाँ घाम लागिरहेछ गाइस हैन कस्तो राम्रो छ सिन चाहिँ जस रुखै रुख जताततै हरियाली नेपाल जस्तै छ गाइस In about 10 miles, take exit 40 to merge onto I-680 south toward Benicia. नेपाल जस्तो कसरी छ सानो यहाँको डाँडाहरु सबै तक्लु छन् तक्लु डाँडा छन् रे गाइस तर एकदम राम्रो छ हेर्दाखेरि गाई चर्छन् यहाँ अनि हाम्रो चाहिँ एकदम चुचुचु हुन्छ कि डाँडा हुन्छ कि है यो त सबै यो गाई बस्तु चर्न हो गाइस यो स्टेट एकदम राम्रो डेरीको लागि एकदमै राम्रो छ बिङ साइन्स स्टुडेन्ट एग्रिकल्चर स्टुडेन्ट मलाई चाहिँ एकदम त्यतैतिर ध्यान हुन्छ बिजनेस के छ त बायो प्रोडक्ट हैन त देख्न सक्नुहुन्छ पुरै फाँटहरुमा गाई बस्तु चराउँछ तोरी फुलेको देखियो है गाइस तोरी हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ के ब्युटी हैन ब्युटी अफ क्यालिफोर्निया Yes, we will definitely explore. An Amazon One Medical provider. No waiting and no sweating. Amazon One Medical. Healthcare just got less painful. अब हामी मोन्ट्रियल गएपछि चाहिँ गाइस we'll present more है फ्रेमन्ट बिच छ त्यहाँ हामी टक्क लन्च खाइन्छ हामी एउटा हैन अनि गएर हामी त्यसपछि केही समय त्यहाँ हामी भुलिन्छौं कोहीले लन्च पनि पहिले के खाने भनेर अर्डर गरिसक्नु बस 1 महिना अगाडिदेखि चिकन पिकाटा ह्यान्डसमनेस पनि उहाँको त एकदम ओभरलोडेड नै देखिरहेछ आज सायद मैले सुट गर्छु ओके Okay, let's guys explore more. हामी सँगै रहनु होला अझै हामी घुम्ने छौं घुमेको भिडियो राख्छौं हामी अहिले चाहिँ अब एकदम हैन कता आइपुगेका छौं हामी अब अहिले रुट चाहिँ एकदम राम्रो रहेछ के हैन एकदम आनन्द ड्राइभिङ गर्ने पनि भ्यू पनि एकदम हरियाली के है हरियाली डाँडा काँडाहरु एकदम राम्रो ट्राफिक पनि धेरै छैन है अनि हामी यस्तै रिल्याक्स पार्नु चाहिँ हामी अगाडि बढ्छौं साइडमा हाम्रो लोकी बजिरहेछ मिठो गीत हैन हामी चाहिँ दुईटै एकदम मन पर्छ हामी दुवै जनालाई मान्छेहरु तर कति पय है
यो गीत भन्यो भने उ गर्छ नि टाइपको क्या आफ्नो मनलाई जे आनन्द आउँछ त्यही गर्ने हो नि हामीलाई सबै मनपर्छ Amazon One Medical presents I could catch anything sitting in this doctor's waiting room. Okay, just like this one. साइड साइडमा मौरीको पनि देखेँ क्या मैले यहाँ मौरीको पाउँछ यहाँ है हाइकिङ रुट Amazon One Medical. साथीभाइहरू चरमा आइसकेर रहेछन् क्या आज अलि छिटै भएर होला क्या है समुद्र छ साइडमा Pacific Ocean यो ब्रिजको नाम के हो हजुर त ब्रिज विशेषज्ञ होइन र राम्रो छ यहाँ नजिकै 2-3 ब्रिज छन् आकर्षक छ है यतातिर गाउँ रहेछ यो मजा भइरहेको छ यो औद्योगिक इन्डस्ट्रियल एरिया पनि हो तपाईँहरू देख्न सक्नुहुन्छ त्यहाँ इन्डस्ट्रियल फेसिलिटिजहरू धेरै छन् अब हामी हल्का बजारतिर आउँदैछौँ होइन त मिठा लोकगीत सुनेर बुढाबुढी अनि विकेन्डमा टक्क लाएर भ्यालेन्टाइन डे विकमा आज के पो डे हो मिठो गीतमा डाँडा पहाड हेर्दै हरियालीमा रमाउनुको मजा अर्कै छ होइन त गाइस अन्त बेबी यता चाहिँ अलि बस्तीहरू छ हो र होइन रोज हिजो भन्छ आज प्रपोज डे होला प्रमिस डे कहाँ अहिले त्यो रेकर्ड भएको छ अहिले म राखिदिन्छु नकाटिकन जे पनि बोल्छ राम्रो भएको थियो झन् भन्ने ठाउँमा आयो नि त सुनोल आइपुगिसकेका छौँ अब हामी एकदम एउटा प्रोग्राम पार्टिसिपेट भएर टक्क खाना खाएर त्यो जिनिस चाहिँ फेरि एकदम नौलो छ इटालियन हो कि जस्तो लागिरहेको छ मलाई त्यसमा पनि हामी फोटो पोस्ट्याउँछौँ भिडियो पोस्ट्याउँछौँ हामी Okay guys, now we are here in Fremont
which is also known for its tech industry. We are going to an event, right? So let's see how it looks like here. We are here somewhere inside the city, but I mean you can see my background. एकदम राम्रो छ यो स्काई माउन्टेन्सहरु एकदम राम्रो छ है हामी सायद यहाँ 2 घण्टा यहाँ बसिन्छ होला त्यसपछि we will go ahead for Monterey, which is our final destination for today. Okay guys, see you there. Notification that she was the recipient of the scholarship. She's married she's basically a newlywed. She's been married for 1 year. Her husband is here. I love his name. She said, Moan, talk to me. Okay, so I will turn the microphone over to some giant. Help, and we have flyers for that, so take a couple flyers and remember to come. Okay? Thank you. And thank you. Hi. हामी कता छौं बेबी? हामी अहिले फ्रेमन्ट भन्ने ठाउँमा छौं। अब हामी चाहिँ मोन्ट्रेतिर लाग्दै छौं। प्रस्थान गर्छौं। हाम्रो प्रोग्राम भर्खरै सकियो। कस्तो भएको थियो? राम्रै भएको थियो। एकदम राम्रो भयो प्रोग्राम। हामीले लन्च पनि मैले मेरो रिसर्च प्रेजेन्टेसन गरे, त्यसपछि हामीले लन्च खायौं। अनि पछि भयो हैन? फ्रेमन्ट भनेको चाहिँ एकदम राम्रो ठाउँ रहेछ हैन? टेक हब। अब हामी कहाँ जाँदै छौं? स्टारबक्समा गएर हामी चिया खान्छौं। तिमी कुन चाय खान्छौ नि? चाय लट्टे। चाय लट्टे। ओके। अनि हेर्नुस् डाँडा काँडा हामी एकदम राम्रो पनि छ यहाँ है। छैन? मैले स्टारबक्सको त्यो लेसी छैन अहिले। We are going inside the Starbucks, one of the most valued brand, right? So हेर्नुस् यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ हाम्रो सिनिक भ्यू कस्तो छ भनेर हामी आज अब पूर्ण रूपमा इन्जोय गर्दै फ्रेमन्ट सम्म पुग्छौं हामी। मलाई देखाउन चाहन्छु है स्टारबक्स भित्र कस्तो हुन्छ भनेर। तपाई देख्न सक्नुहुन्छ एकदम यहाँ कफीहरु पनि किन्न पाइन्छ है। मजाले कफीको प्याकेटहरु किन्न पाइन्छ। र यो चाहिँ स्टारबक्सको टी स्टेसन। हाम्रो त्यहाँ चाय लट्टे र क्याफे लट्टे प्रिपेयर हुँदैछ। तपाईँ देख्न सक्नुहुन्छ सो नाइस इनसाइड। यहाँ बसेर पनि खान मिल्छ है। कफी लिएपछि उसको भुइँमा खुट्टा छैन। ल हेर्नुस् सधैँ खान्छु है। अब पुरा चाहिँ स्टारबक्सको कफी खाएर मेरी मायाले भ्यालेन्टाइन डे को दिनमा चाहिँ कफी खुवाउँछु मैले मेरो बुढीलाई। बुढीले चाहिँ खाएको हो खान्छौ? मिठो छ तर चिनी कम छ। मैले चिनी नै कम हाल्नु भनेको। हेलो गाइज, अब हामी चाहिँ कफी लिएर चिया खायौँ स्टारबक्समा फ्रेमन्टमा। प्रोग्राम सकेर now we are heading to Monterey Bay. अनि त्यसपछि हामी अब हाम्रो प्री भ्यालेन्टाइन डे सेलिब्रेसनमा छौँ दुईजना। अनि हाम्रो ड्राइभर दाइ मन पर्यो मलाई चाहिँ। रेडी? आर यु रेडी? Yes, I am ready. प्री भ्यालेन्टाइन सेलिब्रेसनको लागि बेबे। Yeah, I am bringing you to Monterey today. अब हाम्रो 2 घण्टाको ड्राइभ हुन्छ हैन सानो? अनि त्यसपछि अब हामी जान्छौँ। अनि त्यसपछि we are going now. At the next light, turn right.
हामी सिनिक ब्युटी हुँदै यताबाट एले पनि पुगिन्छ भन्ने सुनेको छु मैले। यो चाहिँ हाइवे हो, I-8 होइन यो हाइवेको नाम। यो चाहिँ अन द वे टु एले हो। यो चाहिँ यताबाट बिग सर हुँदै एले पुगिन्छ होइन। अब हामी यहाँ 101 भन्ने हाइवेमा मर्ज हुन्छ। तिम्रो एले पुग्छ। जुन चाहिँ बिग सर चाहिँ हामी भोलि जान सकिन्छ। सायद आज पनि भइन्छ। ओके। अब भोलि गइन्छ हामी। बिग सरमा चाहिँ के छ त्यहाँ समुद्रहरू पेसिफिक ओसन तपाईँको लो पोइन्ट चरा जमिन र समुद्र पिकमेन्ट हो। लिटरली यस। नेचुरल ब्युटी गाइस हेरौँ अब हामी हाइवे 101बाट यति राम्रो छ ठाउँ यो, यति सुन्दर छ। बिग सर जाँदैछौँ होइन गाइस। यस। सो त्यो पनि एउटा बिग सर भनेको त एकदमै पपुलर ठाउँ हो है। समुद्र र तपाईँको चाहिँ नि जमिन भेट्ने ठाउँ हो त्यो। ओके। एकदम लो पोइन्ट हो अनि एकदम मान्छेहरू संसारभरिबाट त्यहाँ मान्छेहरू आउँछन्। वी आर भेरी लकी। संसारभरिबाटै आउँछन् यस्तो राम्रो छ लिटरली।
मन्ट्रे नै बस्छौँ होइन सो हामी अब वेल हेर्न जाँदैछौँ एक्वेरियम हेर्न जाँदैछौँ समुद्र हेर्न जाँदैछौँ सिनिक ब्युटी भनिन्छ यहाँबाट एले पनि पुगिन्छ गएपछि 4-5 घन्टामा त पुग्छ जस्तो लाग्यो मलाई एले त है भन्छ त अनि बिहान हिँड्यो भने त बेलुका त एले पुग्थ्यो रहेछ हामी बसेको ठाउँबाट कता उता भन्नाले ए हो त नि त्यही त नि अझै के रहेछ गाइस हाम्रो I5 बाट गयो भने पुगिन्छ I1 बाट गयो भने अब यहाँ फार्मिङ ल्यान्डहरू हेर्नु न टक्क गरेर अब चाहिँ चिसो जुन विन्टरको लगाउने भइसकेको छ हो यो चाहिँ के रहेछ यस्तो सेतो अलिकति फङ्गाइहरू अब समुद्रले उभा होला सिनिक रुट डिक्सर जाने बाटो धेरै जस्तो यहाँ बाटोभरि कृषि नै कृषि देख्न सकिन्छ होइन त गाइस राम्रो छ अब यहाँ देख्न सक्नुहुन्छ यहाँको पहाड चाहिँ अलि उरेछ बरु बल्ल है अलिक अग्ला यो चाहिँ पोइन्ट सर भनेर हालेको छ नि म्याप देखाएको मिर्गालाई जर्मनीतिर स्विजरल्यान्डतिर बसे जस्तै लागेन त्यो म क्यामेरा यताउता नचलाउने पहिला बसेको थिएँ नि कस्तो आउँछ भिडियो मेमोरी मात्रै भुल गरेर किन खिच्नु ल गाइजहरु हामी अब कता आएर बेबी बिग सर आइपुगेको यति राम्रो ठाउँ रहेछ कि यो कुरै नगर्नुहोस् ल भ्यू हेर्नुहोस् त यहाँ ओहो एउटै ठाउँबाट यति धेरै आकर्षक प्लेसहरू देखिने रहेछ कि
पुरै नगर्नुहोस्, हामी त मन्त्रमुग्ध भयो। Oh my god, you can see it, right? Unbelievable, right? Unbelievable. हावा छ सर्पमा एकजना गायक भेट्नु भएको छ आज। सिनका जोडेर परेबिले every night in my dream I see you I feel यहाँ बस के आउने आदम लड्दै छ नि यहाँ त लड्दैन I see you, I feel you. Hello, hello, Habibi. Hi babe, hi babe. के छ खबर? ठिक छ babe. Are you happy? Yes babe. के कुरामा बेबी? यो यस्तो रोमान्टिक दृश्य हेर्न पाइयो। खुसी लाग्यो। हाय गाइस, अब हामी चाहिँ यो चाहिँ मोन्ट्रे बे हो होइन बिग सर अनि समुद्र र ऊ चाहिँ एकै ठाउँमा जोडिएको होइन। अनि अब हामी कहाँ जान्छौँ भने मोन्ट्रे जान्छौँ अनि त्यसपछि भोलि हामी घर जान्छौँ। ए गाइस बाटोमा पनि राम्रो राम्रो सिन छ। श्रीमानज्यू एकदम ठिक छ, एकदम राम्रो लाग्यो मलाई त्यही छ त। अब हामी मोन्ट्रे जान्छौँ, यहाँबाट 1.5 घन्टा ड्राइभ हुन्छ न? कहाँ 1.5 घन्टा हुन्छ? 1 घन्टा जति, आधी घन्टा 20-25 मिनेट। एकदम मजा आयो है, कस्तो राम्रो है सानो। ल गाइस सी यु सुन मोन्ट्रेमा। गाइस अब हामी जाँदैछौँ। अब हामी चाहिँ स्टारबक्स कफी खान जाँदैछौँ। कफी खाइसकेपछि हाम्रो स्टार्ट हुन्छ। Pacific Ocean, so beautiful. It's fine. यो त हामीले यस्तो कति डुलिरहेछ। मरिना बीच It's a residential area also. कस्तो घाम लागेको छ गाइस, खान्छ नि? मिठो मिठो घाम छ ल। हार्भेस्ट हो समुद्रको माछाहरू चाहिँ लिएर जानुपर्छ घर जाँदा मिल्यो भने।
यहाँ बार गर्छु त म यहाँ फेरि कति आवर्स हो त्यो हेर्नु पर्यो नि क्यालिफोर्नियामा चाहिँ पार्किङ एकदम केयरफुल हुनुपर्छ ओके हामी चाहिँ अब कफी खाएर जान्छौँ अलि घाम छ तर पनि चिसो स्याट आइरहेको छ समुद्रको गरेर सो नाइस यति सफा हो कि सो नाइस होइन बेबी हामी यहाँ वाक गर्न सक्छौँ एकछिन वाक पसलहरू पनि यस्तो दामी छ भिडियोज दामी त्यही त नि एक्वेरियम रहेछ लाइट हाउस डिस्ट्रिक्ट फिसरम्यान्स वार्फ एभ्रिथिङ वाउ हामी पहिला कफी लिन आउँछ कफी हालिहाल्ने हजुर के छ खबर गुड मर्निङ ठिक छ हजुर यो ब्रेकफास्ट खानु पर्यो पाउनुछु ओके एक पेस्ट्रो त्यसपछि अब हामी कफी खाएर ओके लेडिज एन्ड जेन्टलमेन हामी आज अब टक्क अब यो हातमा कफी लिएर हामी चाहिँ एउटा नक्कली छ यहाँ यस्तो नक्कलीसँग हामी अब यो टक्क मोन्ट्रेको बाई सीमा चाहिँ हामी भ्रमण अवलोकन गर्दैछौँ तपाईँहरूलाई पनि देखाउन चाहन्छौँ हामी हेर्नुहोस् त कस्तो दामी दामी पसलहरू छ क्या है एकदम दामी छ क्या मोन्ट्रे एकदम टुरिस्टिक प्लेसहरू रहेछ यहाँ घरहरू पनि एकदम पुरानो स्टाइलको घरहरू है एकदम राम्रो छ तपाईँलाई हामी सँगसँगै देखाउन चाहन्छौँ एक्सपिरियन्स गराउन चाहन्छौँ हामी तपाईँलाई So nice place this is. Go back the way we was, and we'll come back to this area so we can see if there's anything to rent or something. You know what I'm saying? We don't wanna. The street pani pura ekdam safa, hai? You better say yes or it's going up. Let's continue from there. We are still here at Montre Beach. तपाईं देख्न सक्नुहुन्छ यहाँ पसलहरू टन्नै छन् एकदम भिन्टेज शपहरू नाम पनि के छ युनिक इन्टरनेसनल बजार ओके एकदम धेरै पसलहरू छन् अहिले मेरो बुढीले पक्कै पनि यहाँ केही न केही खरिद गर्नुहुन्छ उहाँ यस्तो खरिद गर्न माहिर हुनुहुन्छ यहाँ पनि फिसर हुफर रहेछ होला कुन तिमीलाई कुन यस्तो मन पर्यो भन्दैमा हुँदैन पाउँछ यहाँ वेल पनि हेर्न पाइन सकिन्छ यहाँ दूरबीन पनि छ ल हेर दूरबीन यहाँ 50 सेन्ट तिरेपछि हेर्न पाउँछ दूरबीनबाट हेर्नुहोस् यस्तो राम्रो छ दूरबीन भिन्टेज जस्तो है यहाँ कोही बेला होल पनि हेर्न पाइन्छ तल जान पाउँदो रहेछ नि जाउँ न तल मान्छेसँग हेर न तल नजाउँ होला जान सकिन्छ अहिले नातिनुहोस् तपाईँ कहाँ जान मन छ भन्नुहोस् ल मलाई त तल गएर तल गएर के गर्ने भन्नु सुत्ने छाल त त्यहीँसम्म आउँदो रहेछ यहाँ पनि सानो बिच त रहेछ तर राम्रो छ ठाउँ एकदम आकर्षक छ तपाईँ हेर्न सक्नुहुन्छ कस्तो बिच दामी छ एकदम रिफ्रेसिङ छ यस्तो छ हाम्रो अवस्था हेर्नुहोस् एउटा ठुलो एउटा सानो छ मान्छे पनि त्यही अनुसारको छ धन्दै उडाएन त्यो Hello everyone. The door as well, so that I will get smell of sea and then a fresh air. We'll drive through this 17 mile
they have very scenic beauty of Pacific Sea right now. Yay! Yo. Driver and the tourist coach for now, for today. Wow, And so Mike, would you beautiful. follow me? Okay. घरहरु पनि कति सुन्दर सुन्दर छ हेर्न सक्नुहुन्छ यो होटल जस्तो छ भने मर्निङ वक तर हामी अब 17 माइल ड्राइभ गर्नुपर्ने भएकोले हामी अब वक त गर्न सकिएन तर पनि I wish I could. मेरो संगतले मेरो बुढो एकदम राम्रो स्पिकर बन्दै जानु भएको छ he speaks so well and I nice can park for a while. no जाऊ कि सानो I like this place so much. You can see, right? Can we go there or what do you think? Or we can drive? we can drive I think Okay, let's go guys. Rest on me. Oh my god, so nice, yeah. Drive slowly. चराहरु wow So nice. Oh my god. oh my god Oh my gosh. रिटायर लाइफ चाहिँ यहाँ पो बस्नु पर्ने जस्तो Yeah, हामी पछि यहीँ आउँछौँ होला सायद मेरो विचारमा. मेरो बुढाले जे नि भन्नुहुन्छ अब हामी पछि यहीँ आउँछौँ बस्नलाई. एउटा घर हेरिरहेको छु मैले. हेरिरहनु भएको छ कुन चाहिँ घर यो घर पनि यहाँ त लास्टै महँगो हुन्छ नि त पहेँलो घर कहिले आउँछ हेर न. त्यो सबै पहेँलो यो भन्नुभएको मेरो बुढाले सबै एउटै कलरको रहेछ सो नाइस पहेँलो घर. हामी उतै जान सक्छौँ टुप्पामा if you want. जान सकिन्छ Go past the stop sign. Then at the next one, take a slight left turn. गर्लफ्रेन्ड रहेछ म्युजियम हामी अब डाउनटाउन लभर्स पोइन्ट इन भन्ने रहेछ हामी लभर्स नै हो त्यही भएर हामी एक पोइन्टमा आइरहेको छौँ आज कुन डे हो साना किस डे रेकर्ड छ हेर्न सक्नुहुन्छ गाइज होइन तिमीले नोटिस के गर्यौ सानो यहाँ मैले चाहिँ के नोटिस गरेँ भने मैले जहिले पनि नोटिस गर्छु होइन अब हाम्रो नेपालमा भन्यो नि सबै गेटहरू छ नि घरको के यो उहरू चाहिँ सबै स्टिलको गरेर हुन्छ के जुन हाम्रो देशमा हुँदैन इन्डियाबाट ल्याउनु पर्छ यहाँ हेर्नुहुन्छ भने काठ हेर्नु न जेमा घरमा पनि काठ छ कति धेरै काठ खपत हुन्छ कि हेर न है हामीले पनि त्यो गर्ने भने स्टिलमा दिएको पैसा जान्छ नि जति पैसा त्यो त हामीलाई हुन्थ्यो नि काठको बार कति राम्रो पनि देखिन्छ हेर्नु न जताततै काठको हुन्छ कि त्यो गर्न सकिन्छ त्यो हो नि त लागू गर्ने मलाई प्रधानमन्त्री बनाउनु पर्छ अनि मलाई मन्त्री बनाउनु पर्यो हेर्नु त जता पनि काठ हुन्छ ए सस्टेनेबल पोइन्ट अफ भ्यूले पनि राम्रो भयो अमेरिका आउँछ अरे अमेरिका अनि हामी चाहिँ पुरा काठलाई उ गरेर गरिरहेछौँ स्टिल उनीहरूले काठ कति धेरै गर्छन् जेमा पनि काठको बार छ म चाहिँ घुम्न जाँदा इकोनोमी के भइरहेछ त भनेर पनि हल्का नोटिस गर्ने ट्राई गर्छु जहाँ पनि काठकै म त काठकै उद्योग खोलौँ क्या हो ल हेर्नु त घरमा पनि पुरै गेटदेखि सबतिर काठ हुन्छ क्या त अनि पो देशको पैसा बच्छ अनि स्टिल खरिद गर्दा अरूलाई तिर्ने पैसाले आफ्नो देशमा फाइदा हुन्छ त्यसरी हो नि त गाइज हामी अब पिबल बीच पोइन्टमा आएका छौँ त्यहाँ देख्न सक्नुहुन्छ वेलकम टु पिबल बीच लेखेको अब हामी यहाँबाट पे गरेर इन्ट्री पोइन्ट रहेछ अलिकति त्यसपछि हामी अब सिनिक रुटमा जान्छौँ हामी अब सुरु गर्दैछौँ होइन 17 माइलको ड्राइभ हाम्रो सुरु हुँदैछ सुरु भइसक्यो तर हामी चाहिँ मेन अब सिनिक पोइन्टहरूमा हामी जान्छौँ अब देख्न सक्नुहुन्छ यस्तो दामी अब हाम्रो पेसिफिक सीको एक्ज्याक्टली किनारा गीत गाइदिनु पर्यो गीत त राम्रो आइरहेको पेसिफिक ओसनको किनारा किनारा डुल्दै हिँडिरहेछौँ एउटा गीत गाउँदै तिमी सानी गाइदिउँ अनि हामी गीत बजाएर स्टार्टमा गयो साडी हुन्छ यही छ स्टार्ट ठिक छ Spanish Bay, right? Turning limited, guys.
Spanish Bay. We will see Spanish Bay right now. समुद्रको छाली जस्तै हाम्रो जिन्दगानी Our first stop is here at Spanish Bay. Okay. Oh, back rastile. Okay, guys, we are finally here at Spanish. Our first destination here at Spanish Bay. It looks so nice, stunning, hot, breathtaking छ है एकदम राम्रो छ हेर्न सक्नुहुन्छ तपाई एकदमै यो समुद्रको छाल छ नि so nice. It's like a meditation. You can see here, right? It's totally like a meditation. We will gonna enjoy here, okay? Say hi, my buddy. Papa, we are moving ahead, okay? Towards the beach. Oh my God. We're gonna walk here. Excited? Yay! We're gonna walk. M plus. Yeah. दौड़ So we are here at Pacific Sea, guys. So stunning view, right, baby? Yes. How did you find this? अब हामी एकैछिन समुद्रमा रमाइलो गर्यौं हैन सना पुरै समुद्र यतातिर 70 माइल टुर ड्राइभमा छौं हामी यो हरेक पोइन्टमा हामीसँग भ्यू पोइन्ट हुन्छ पेसिफिक ओसनको साइड हामी जाँदै छौं अर्को पोइन्ट छ फेरि बिस्तारै अब हामी त्यतै पनि सक्छौं
ए यो पोइन्ट अझ राम्रो रहेछ अघिनाको भन्दा हेर न So we are here at next point. What is this point called? There is some name of each point. You can see here the stunning view of the Bay Area here. Pacific Ocean ले हाम्रो आज मुटु छोएको छ. यसको साउन्ड यति मिठो छ. साथमा मेरो बुढी मक्खा छिन्. यिनीको फोटो पनि खिचिदिन्छु मैले अब. छोरी अब ड्राइभर दाइ हामी कता जाँदैछौँ हामी अब जाँदैछौँ 70 माइल ड्राइभ कन्टिन्यू गर्छौँ हामी कन्टिन्यू गर्छौँ अब यो हरेक पोइन्ट चाहिँ ओ नो कति राम्रो यहाँ हरेक पोइन्टमा चाहिँ हामी रोक्दै हेर्न चाहिँ कस्तो नभ्याउने जस्तो देखिरहेको छ तपाईं अगाडि देख्न सक्नुहुन्छ गाइस ओ माय स्टनिङ भ्यू भनेको यो हो के दिस इज कॉल्ड स्टनिङ भ्यू ओ एकदमै राम्रो छ स्टनिङ भ्यू तपाई देख्न सक्नुहुन्छ हामी अब अर्को रक स्टोन भ्यू पोइन्टमा आइसकेका छौं एकदम रकी माउन्टेन रक्सहरु एकदम धेरै छ यहाँ है मलाई त यो एकदमै मन पर्यो दिस इज सो नाइस प्लेस के भन्नुहुन्छ मेरो श्रीमती ज्यू मलाई एकदमै मन पर्यो म एकछिन उ त्यहाँ उभिन चाहन्छु ढुङ्गा के खिचिरा भएन मम्मी मेरो दाई भाउजू नानी आई लभ सो मच बुवा आई मिस यु सो मच के गर्ने त्यही हो तिन्छु कराउँछु देखेर तिम्रो सुन्दरता हातिन्छु कराउँछु देखेर तिम्रो सुन्दरता देखेर तिम्रो सुन्दरता चराहरू बस्ने रहेछ के उता त्यो रकमा उ त्यहाँ छ नि कति धेरै चरा छ हेर त्यही भएर बर्ड रक भनेर चाहिँ कि चरै चरा बसेको छ त्यो रकमा किची 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 चरा ए कति धेरै चरा We are here at Bird Rock. Yes. कस्तो राम्रो भ्यू
ओके गाइज कस्तो राम्रो भ्यू ओ माई गड यहाँ चाहिँ सी लाइन देखिन्छ अरे त्यही भएर हामी आएको हाम्रो अब हामी एकछिन बस्छौँ धेरै बेर त होइन कस्तो राम्रो के यसलाई चाहिँ बर्ड रक भनेर भन्दो रहेछ त्यहाँ रकमा बर्डहरू भएर होला कति धेरै बर्ड है वाउ फोटो छुने लुम्लेको हावाले हावाले मनै छुने लजालु मायाले फुल जस्ती सोल्टिनी बस्यो दिलैमा फुल जस्ती सोल्टिनी बस्यो दिलैमा ओ ये लोखर्केले खानेकुरा मागिरहेछ भोकाइहाल्ला नि बिचरा यहाँबाट नि हेरिरह है ए यहाँ पनि छ अर्को लु 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 हेरेको हेर न बनाइरहेको छु खिचिसकेँ मैले Okay, ladies and gentlemen, we are here at Rock View Point. You can see Rock View Point. Rock View Bird Point हो यार यो यहाँ बर्डहरु पनि एकदम धेरै छन् क्या त्यही भएर यसलाई चाहिँ Rock View Bird Point भन्दो रहेछ तपाईं देख्न सक्नुहुन्छ This is so nice है wow fantastico त्यो रुखमाथि एकदमै धेरै बर्डहरु तपाईं देख्न सक्नुहुन्छ ल हेर्नुस् त सरी रुखमाथि भन्छ ढुङ्गामाथि रकमाथि एकदमै धेरै चराहरुले हेर्नु चराको साम्राज्य हो यो भनेर तपाईं बुझ्न सक्नुहुन्छ उ त पारी पनि छन् है हेर्नु त चराको साम्राज्य तपाईं हेर्नुस् यो देख्न सक्नुहुन्छ चराको साम्राज्य कति छ भनेर ल हेर्नु है चरा गर्न सकिन्छ हामीले यहाँ केरा चाहिँ यिनीलाई दिनु पर्ला So this is so nice. Love this place. We are going ahead now. So many people are here. मान्छेहरु पुरै चरा पनि पुरै खानेकुरा माग्दैछन् चराहरुले है
वाउ कान्छीलाई घुमाउने यो क्यालिफोर्निया क्यालिफोर्निया सहर हो यो When you step on a Peloton track with military trained or world record holding instructors, एक्सप्रेस में आइयो ओ माय गॉड के छ राम्रो छ Okay guys, we are here at Piscadero Point, which is a very nice place. I think you can see here, right? So fascinating. घरहरु पनि यस्तो भवाल छ कि यहाँ त कोही नरो पुरै राजा महाराजा कस्तो छ यार घर अनि यो ट्रीहरु सबै घोस्ट ट्री हेर्न सब मरेका घोस्ट ट्री नामै घोस्ट ट्री छ है तपाईं देख्न सक्नुहुन्छ घोस्ट ट्री डेन्जरस एरिया रे है यसलाई डेन्जरस एरिया पनि भन्दो रहेछ मान्छेहरुले देख्न सक्नुहुन्छ तपाई यति दामी छ यहाँ भ्यू अब यस्तो दामी भ्यू देखिन्छ कि यहाँ तपाईं देख्न सक्नुहुन्छ है हेर्नुस् यस्तो भ्यू त कहिले देखिएको थियो होला र ओहो फर्स्ट टाइम देखियो यस्तो भ्यू त यहाँ दुईटा फुच्चीहरु पनि छन् त्यहाँ जानु मिल्दैन छ नि This is my mobile.
छोराको जिन्दगी रमाइलो छ है मैले ल हिँड अगाडि हाइकिङ गर्दैछ नि मेरो बुढी हाइकिङ गर्छ यता ओ यहाँ बस्छ त सानो यहाँ बस्छ त यहाँ बस्छ त सानो कन्जर्भेटिङ क्यालिफोर्निया कोस्टल राइट यु क्यान सी तपाईहरु देख्न सक्नुहुन्छ क्यालिफोर्नियाको कोस्टल कन्जर्भेसन रहेछ है हाम्रो अब यो एकदम फ्यान्टास्टिक सिनिक ब्युटी अफ पेसिफिक सीको 17 माइल ड्राइभ अलमोस्ट सकिन लाग्यो हाम्रो एकदम मस्ट भ्यू पोइन्टहरु चाहिँ सकिसकेको छ अब हामी प्रोबेबली कार्मेल बीचमा जान्छौं यहाँबाट है त्यहाँ पनि हाम्रो एकदम आई थिंक वी विल गेट समथिङ भेरी interesting there so thank you for watching us keep watching us keep tuning us guys yeah love you all we will make more fantastic views beautiful videos sooner yo कार्मेलमा हिँड्दै हामी किसको फूल हो छैन लोटस हो नि जान लोटस त होइन ओ लोटस हो यो वाउ सो गाइस अब हामी फर्किँदै छौं हाम्रो फ्रेमन्ट मोन्ट्रे भिजिट एकदम रमाइलो भयो हैन साना एन्ड नाउ वी आर गोइङ ब्याक टु आवर प्लेस हामी आफ्नो अपार्टमेन्टतिर जाँदै छौं स्टे ट्युन गाइस हामी अझै राम्रो भिडियोहरु पनि बनाउने छौं धेरै ठाउँ घुमेको ओके यो चाहिँ मोन्ट्रेको रेजिडेन्शियल एरिया हो यो चाहिँ हाइवे हो हैन साना कुन हाइवे हो ओके हाइवे 1 यो हाइवे चाहिँ पुरा वाशिंटनबाट हाम्रो लस एन्जलस हुँदै तलसम्म लस एन्जलस गन्छ ए यहाँबाट अहिले पुग्छ गाइस यो हाइवेबाट सिधै गयो भने चाहिँ अहिले पुग्छ पल्लो बाटो अहिले जानु पर्यो नि यति हो नि हैन साना डिसी पनि छ होला यहाँबाट त हैन साना यो हाइवेबाट त डिसी पनि पुग्छ नि वाशिंटन डिसी देख्न सक्नुहुन्छ सबै यो चाहिँ एग्रिकल्चर फार्महरु पुरै यो चाहिँ सागहरु हैन बाफरे कति धेरै फार्मिङ गरेछ सबै फार्म छ के यहाँ 75% चाहिँ यहीँको उत्पादन हुन्छ अनि 15% मात्रै 15-20-25% मात्रै अरू ठाउँमा उत्पादन हुन्छ फ्लोरिडा र एरिजोनामा सागको केसमा लेटुसको केसमा टोमेटो पनि हुन्छ यहाँ देख्न सक्नुहुन्छ फार्मिङ हुन्छ यहाँ चाहिँ यतापट्टि पनि छ फार्मिङ यसलाई क्यास्ट्रोभिल भन्छ हामी आउन हल्का ढिला भयो भनेको 6:30 जति हुन्छ अनि हामी 2 दिन घुमेर फर्किँदैछौँ अब गाइस see you in another vlog हैन
कार्मेलको अब सहर त्यति ठुलो छैन तर एकदम सफा राम्रो है मान्छे टुरिस्टहरू एकदम धेरै आउँछन् यहाँ सायद अलि विन्टर भएर पनि कम छ तर समरमा त यहाँ लास्टै मान्छे हुन्छ जस्तो लाग्छ मलाई है देख्न सक्नुहुन्छ दर्शकवृन्द स्ट्रिट त्यति सफा छ समरमा आयो भने सायद यहाँ खुट्टा लाग्ने ठाउँ नहोला मेरो विचारमा चाहिँ घरहरू चाहिँ अब यस्तो ठुलो बारमा ल्याउनु नपर्ने है पुरा गार्डनिङ गरेर ठक्क रुखहरू रोकिदिएपछि ठक्क भइहाल्यो अगाडि बढाउँ सानो Carmel Beach is so nice. We will come back here maybe in summer. That will be very interesting. डेड ट्री गोस्ट ट्री जस्तो छ यो राम्रो भइहाल्छ क्याक्टस टाइपको छ होइन गाडी यता उता हो थाहा भने त्यही गोली पनि ल्याउनु कति फुर्तिनी छ अन्त यो मेरा पनि त्यो तन्दुरुस्त छ यार सँग लाग्छ बारेमा हैन अब हाम्रो लगभग आजको ट्रिप हाम्रो लगभग सकियो तर यस्तो जाडोमा पनि मान्छेहरू हेर्नुहोस् त त्यसमा बिचमा ल हेर्नुहोस् त आमा मान्छेको भिडै छ यार किरा जस्ता मान्छे छन् हेर्नुहोस् किरा जस्तै छन् अझै पनि तपाईँ यहाँ समरमा आउनुभयो भने त यो पुरै भरि हुन्छ यहाँ मान्छेको हिँड्ने ठाउँ पाइलो मेरो देखिँदैन पाइलो हुँदैन यहाँ पाइलो टेक्न हुँदैन बुझ्नु भयो क्या तपाईँले त्यता अर्कोबाट गएको यता के हुँदैन मलाई त कटमी ओके गाइस हामी अब फाइनली हाम्रो 2 डेजको ट्रिप इन गरेर घर आइयो हामी है अब यहाँ सामान पनि छ हामीसँग सपिङ गरियो ल के सपिङ गरिएको छ अब हाम्रो निजी निवासमा हामी आइएको छ अब हामी रेस्ट गर्छौँ है त गाइजहरू थ्याङ्क यू फर वाचिङ